म आज हाम्रो हजुरआमाको इन्टरभ्यू लिन गइरहेको छु होइन। मेरो यहाँ हजुरआमा र मम्मी हुनुहुन्छ। अनि आमा म सानामा कस्तो थिएँ? राम्रो थियो। राम्रो त राम्रो थिएँ। कस्तो थियो मेरो बानी? सन्चले थिइस् कुकु गरेर जुत्ताहरू सबै जम्मा पारेर लिएर जान्थिस्, रोडमा डुबाउँथिस्, यहाँ नजा छोरो भन्ने ठाउँमा जान्थिस्। चप्पलै नलाइकन मैले त पूजा गर्थेँ अरे हो र। चप्पल किनेर ल्याएको बकुला छाप त चप्पल लिएर आएको, बकुला छाप चप्पल लिएर पानीबाट निकालेर ल्याएर पूजा गरेर चप्पल पूजा गरेको भित्र आउँछु भन्दा नलाइकन थिएन कि नलाएकोलाई पूजा गरेको अथवा मन थियो नि पूजालाई गरिराखेको उसले त अक्षताले। अनि के अरे म धेरै चकचके थिएँ आमा? धेरै चकचके त थिइस् चकचके त बेस गरी थिइस्। नत्र भने निधारा चोट कसरी लायो, त्यो खुट्टामा चोट कसरी लायो, अनि उहाँ माइत जान्छु भनेर लाएको जकरी नि घर निरी बल्ल बल्ल पुगेको त्यहीँनिर खुट्टा काटेर 7 टाँखा लाउन पर्यो साइकलमा हालेर। त्यो त के अरे मलाई मामा घर लग्यो भने गाली गर्नुहुन्थ्यो अरे हो। ए बिमारी बनाएर ल्याउँथ्यो भनेर कस्तो पो माइत जान नि पाउँदैन थियो। पेट्रोल खाएको मैले त्यही मामा घरै हुने पेट्रोल त्यहीँ खाइयो, निधार त्यहीँ काटियो, खुट्टा त्यहीँ काटिया होस्, एउटा चाहिँ यहाँ ट्र्याक्टरमा काटिया होस्, नत्र एउटा अर्को उहाँ त्यहीँ काट्यो वहीँ गऱ्यो। मामाहरू मलाई त्यति धेरै फापेन सानामा। हे भगवान् त किन आयो होला पेट्रोल के गर्ने तानो स्वाक्कै आइहाल्यो। अब म त सान्दै आमा अझ मट्तेल हो नि, मट्तेल हो कि पेट्रोल मट्तेल हो राख्ने। तर सान्दै आएको थियो। मैले सान्दालाई भने मैले त्यति बेला मैले सान्दाईको पनि मैले याद गरेको छु। सान्दाई मोटरसाइकलमा हालेर लिएर सान्दाईले बेसी माया गर्ने नि तँलाई त सान्दाई भेटेको मलाई त्यो चाहिँ याद छ कि म कति वर्षको थिएँ थाहा छैन त्यो मट्तेल खाँदाखेरि। तर सान्दाई 8-9 वर्षको थिइस्। थियो धनगढी लिएर धनगढी हो कति मामाहरूले उहाँ बसेर त तपाईँहरू ल्याएका, अनि नभएर फेरि धनगढी ल 3 दिन भर्ना गर्न पर्यो। अनि आमा मैले तपाईँलाई के त्यो के अरे तपाईँलाई याद छ मैले त्यो दोकान हुँदाखेरि के अथप रोडमा के अरे 20 रुपियाँ 40 रुपियाँ दिन आमा भन्दाखेरि चाहिँ तपाईँले नदिँदा मैले के भन्थेँ? निकालेर आफै लिएर हिँड्ने। अब यत्र मैले के भन्ने? मैले तपाईँलाई के भन्थेँ? मैले पछि कमाउने भएपछि म दिन्छु अन्त तपाईँले के भन्नु? कहिले कमाउने कहिले दिने पत्याउनु हुँदैन। यो त खुट्टो भएन हो, खुट्टा टाटो देखेँ सानो पैसा टाटो सम्झ होला छैन कालो सीमा हजुरबाला बोला नबोलाइ खान्छ नबोलाइ इरिसे बोलाइरहे रङ्ग छैन यिनका मनमा जोड्दै के अरे हिजो त गीत गाएको थियो त हिजो कि अस्ति त त्यो सागरले फुर्ती लगाएको अरू रङ्गै छैन यिनलाई। अब हिजो अब आज बिहान भने निशाले अब कतिको जन्महरू भयो तपाईँको कुन महिना हो, अब हामीले तपाईँको नि मनाउँछौँ बर्थडे भनेको त मनाउनुमा त आशा मनाइएन। अस्तिमा मेरो मनाउने दिन त कस्तो गरेर खल्लो बनाएँ अब भन्यो मुखती भन्यो भने खल्लो बनाइदिए। आज औँसी हो पूर्णिया हो, औँसी पूर्णिया र स्वास्लाटीको रङ दिनुहुन्छ यसलाई कसले बोलाउने जे जस्तो झन् अहिले त ध्यान दिनु होइन ठिक छ यस्तै हो आमा। गरेर हो यहाँ हाम्रो गोलरीको नवीन भाइ छ यहाँनिर, यसले पनि हातको अपरेसन गरेर आयो। नवीन र ममा को बढी चकचके थियो आमा? नवीन र ममा को बढी चकचके थियो सानोमा? चकचके त यो त्यति चकचके थिएन यो त्यति फुर्ती पाराको सकसक गर्दैन थियो त होस्। तेरो छोरी हेर्न तैँले त्यस्तै चकचके तेरो छोरी हेर के म त्यो गाली गर्दिनँ नि। यो बाबु त गइ छ नि पुकु चटपटे कसै छोरी छोड्छ यहाँ के अरे वर्ष दिनको त्यस्ता दौनी। यहाँ मेरो हजुरबा हुनुहुन्छ यहाँ के अरे हजुरबा हाम्रो कति वर्ष हुनुभयो र हजुरबा तपाईँ? 90 वर्ष हुनुभयो। तपाईँ सानामा चकचके हुनुहुन्थ्यो कि नै? तपाईँ सानामा चकचके हुनुहुन्थ्यो कि नै? फटाइ गर्नुहुन्थ्यो कि नै? सानामा फटाइ गर्नुहुन्थ्यो कि नै? सानो छँदाखेरि यो घरभित्रको आवाज आउँदै मिल्दैन हो। तपाईँ सानो हुँदाखेरि फटाइ गर्नुहुन्थ्यो कि नै अरे के? तपाईँले मान्छे पिट्नुहुन्थ्यो कि नै सानामा? पहिला पिट्नुहुन्थेन? अनि मान्छे पिट्थ्यो हजुरबाले भन्छन् त पहिला पिट्नु भएन?
उता मेरो अङ्कल हुनुहुन्छ उता बस्नु देखियो अङ्कल देखियो लुकेर हेरिरहेको अनि के छ त अनि आमा तपाईँलाई चाहिँ गुनासो केही छ केही छैन मलाई गुनासो के गुनासो यहाँ त मेरो अर्को अङ्कल आउनुभयो होइन मेरो हजुरबा हजुरआमाको भान्जा होइन कान्छो भान्जा कान्छो भान्जा चितवनबाट यो चाहिँ यस्तो कि अङ्कलले सम्झनाको लागि चाहिँ यो भिडियो एउटा बनाएर मैले युट्युबमा हाल्नको लागि युट्युबमा हाल्नको लागि बनाएँ सबैजनाले आफ्नो हजुरबा हजुरआमा बनाएको हुन्छ मेरो भिडियो छैन कि सधैँ आयो व्यस्त खै राम्रोसँग एउटा भिडियो बनाउने फुर्सद नै पाइएन आएर त बसेछ कति बेलासम्म छ उहाँ बस्यो नि त प्याममै म आमासित बस्छु आएको बसिरहेको म आमासँग बसिरहेको आमा बसिरहेको त्यो फुल कस्तो